हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई फिल्म इन्टरटेनमेन्ट युट्युब च्यानलमा। साथीहरु, यही शुक्रबारबाट देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको चलचित्र जेरी अन टपको एडभान्स बुकिङ अल नेपालभरि ओपन भइसकेको छ। यो फिल्मको एडभान्स बुकिङ कस्तो भइरहेको छ, यो फिल्म कति हलरमा प्रदर्शनमा आउँदैछ, यो फिल्मले हलमा कतिको सोज पाएको छ र साथै पहिलो दिन फिल्मले बक्स अफिसमा कतिको कलेक्सन गर्न सफल होला त बक्स अफिस प्रेडिक्सनको बारेमा चर्चा गर्न गइरहेका छौं। भिडियोलाई पुरा हेरेर साथ दिनु होला। साथीहरु, नायक अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, केदार घिमिरे आदि कलाकारहरूको मुख्य भूमिका रहेको चलचित्र जेरी अन टप आउने शुक्रबारबाट देशव्यापी रूपमा प्रदर्शन हुन लागेको छ। यतिखेर यो फिल्मको हाइप निकै नै गजबको छ भन्दा फरक नपर्ला। यतिखेर जताततै अनमोल केसीको जेरी अन टपकै चर्चा भइरहेको छ। विशेष गरी यो फिल्मको ट्रेलर सार्वजनिक भइसकेपछि यो फिल्मको चर्चा एक्कासी चुलिएको भन्दा फरक नपर्ला। ट्रेलर भित्र देखाएको विशेष गरी VFX ले यतिखेर निकै नै चर्चा पाइरहेको छ। तपाईलाई जानकारी गरौं, यो फिल्मको आधी घण्टा VFX को लागि 60 लाख भन्दा बढी पैसा खर्च गरिएको छ र झन्डै 1 महिनाको समय दिएको छ। यसै कारणले गर्दाखेरि पनि जुन किसिमको ट्रेलरमा VFX देखिएको छ त्यो VFX निकै नै गजबको देखिएको छ र यतिखेर जताततै जेरी अन टपको VFX को निकै नै चर्चा भइरहेको छ। साथीहरु, जेरी अन टप फिल्म नेपाल राज्यभरि लगभग 150 भन्दा बढी हलरमा प्रदर्शनमा आउन लागेको छ र यो फिल्मले हलरमा निकै नै राम्रो सोच पाउने भएको छ। हिजोबाट हलरले एडभान्स बुकिङ ओपन गरेको छ। हुन त अहिलेसम्म सबै हलरले एडभान्स बुकिङ ओपन भन्ने चाहिँ गरिसकेको छैन। सायद बेलुका सम्ममा पक्कै पनि सबै हलरले एडभान्स बुकिङ ओपन गर्नेछ र यो फिल्मले टोटली कति सोजहरु पाए त्यसको बारेमा हामी तपाईहरुलाई भोलि अवश्य जानकारी गराउने नै छौं। तर अहिलेसम्म हेर्दा यो फिल्म नेपाल राज्यभरि लगभग 120 भन्दा बढी सोजहरु पाइसकेको छ र भोलिसम्म अझै सोजहरु बन्ने देखिरहेको छ। नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन KFX मा यो फिल्मले अहिलेसम्ममा 53 वटा सोज पाएको छ भने अझै पनि भोलि बेलुकासम्ममा पक्कै पनि सोजहरु बन्ने नै छ र यो फिल्मको सोजहरु मेरो विचारले लगभग भोलि बेलुकासम्ममा 180 देखि लिएर 200 हारानीमा पुग्ने सम्भावना देखिरहेको छ। र त यो फिल्मले अझै यो भन्दा पनि बढी सोज पाउने थियो, तर उता कान्तारा च्याप्टर 1 पनि अझै नेपालमा गजबको कलेक्सन गरिरहेको कारणले गर्दाखेरि कान्तारा च्याप्टर 1 ले पछि शुक्रबारदेखि पनि हलरमा राम्रै सोज पाउने देखिरहेको छ। यो फिल्मको सोजहरु कम त भएको छ, तर त्यति खासै धेरै कम हुने देखिरहेको छ। यसै कारणले गर्दा सोज माडिएको छ र जेरी अन टपको हातमा जोस राम्रै सोज पर्ने भएको छ। पाएको सोजमा राम्रो अकुपेन्सी देखियो भने यो फिल्मको ओपनिङ बम्पर हुने देखिरहेको छ। साथीहरु, जेरी अन टप फिल्मको एडभान्स बुकिङ ओपन हिजोबाट भइसकेको छ। यो फिल्मको एडभान्स बुकिङ कस्तो भइरहेको छ आउनुस् हामी चेक गरेर हेर्ने छौं। हामी जेरी अन टपको एडभान्स बुकिङ चेक गर्न आँटिरहेका छौं। मैले तपाईहरुलाई स्क्रिन शेयर पनि गरिरहेको छु। हेरौं, सोजहरु त राम्रो पाएको छ यो फिल्मले। नेपाल राज्यभरि अहिलेसम्म 120 भन्दा माथिको सोज छ भने भोलिसम्म अझै बढ्छ। तपाईहरुले देख्न सक्नुहुन्छ। मैले स्क्रिन शेयर गरिरहेको छु। लभिङ महलमा सुरुमा छ, 4 वटा सो दिएको छ। एफ क्यूबमा सबैभन्दा बढी सोज पाएको छ, 7 सोज पाएको छ। यहाँ देख्न सक्नुहुन्छ है, 7 सोज पाएको छ। बिहान 7:30 देखि लिएर बेलुका 9:15 सम्मको सोज छ। एडभान्स बुकिङ चेक गरौं। एफ क्यूबमा बिहान 8:15 को फास्ट फिलिङ गइसकेको छ। तपाईहरुले स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। यहाँ 60% माथिको अकुपेन्सी छ बिहानको पहिलो सोमा। हामी पहिलो सो मात्र चेक गर्छौं। सबै सो चेक गर्दाखेरि टाइम धेरै जान्छ, त्यही भएर चाहिँ फर्स्ट पहिलो सोहरु मात्र चेक गर्छौं। फाटाफुटा देखिएको छ। ट्रेड मलमा 8 बजेको सो, यहाँ पनि फाटाफुटा देखिएको छ। स्काइलाइनमा 12 बजेको सो छ, यहाँ पनि फाटाफुटा छ। एफ क्यूबमा 7:30 को सो छ बिहान। अलि ढिलो ओपन हुन अलि टाइम लागिरहेको छ। यो ओपन भएन, यसलाई छोड्दियौ। भक्तपुरमा 8:15 को छ, तर एफ क्यूबमा राम्रो भएको छ है, एकदम राम्रो भएको छ। झन्डै 40-50% को अकुपेन्सी छ। भक्तपुरमा पनि राम्रो भइरहेछ। 8 बजेको सो देख्न सक्नुहुन्छ है, 20-25% को अकुपेन्सी अहिले देखिएको छ। कृतिपुरमा 7:30 को सो। यो एडभान्स बुकिङ अलि ओपन हुन टाइम लागिरहेको छ, सायद नेटको समस्या हुन सक्छ। यहाँ नि फाटाफुटा भइरहेको छ। यहाँ हामी 12:30 को सो पनि छ। यहाँ नि फाटाफुटा भइरहेको छ। बुटवलमा पनि 7:30 को सो छ। यहाँ पनि फाटाफुटा भइरहेको छ। बिग मुभिजमा 7:45 को सो छ। यहाँ एकदम राम्रो भइरहेछ, देख्न सक्नुहुन्छ है, एकदम गजब भइरहेछ। यहाँ 7:45 मा झन्डै 30-40% को अकुपेन्सी छ। बिग मुभिजमा वान सिनेमाजमा 7:35 को सो कति छ, यहाँ पनि भइरहेछ। 10% माथिको छ 7:30 को सोमा। सिभिल महलमा 7:45 को सो छ। यहाँ पनि देख्न सक्नुहुन्छ। यहाँ राम्रो भइरहेछ है, यहाँ पनि 15% को माथिको अकुपेन्सी छ भने सिटी स्क्वायरमा 7:30 के सो छ। यहाँ पनि फाटाफुटा भइरहेको छ। एनबी सेन्टर दीपक राजगिरीको हलमा 7:30 को सो छ। यहाँ पनि देखिएको छ 10-15% को छ। केएसआर मुभिजमा 8:30 को सो छ। यहाँ खाली छ। विश्वज्योतिमा INI कै यहाँ फाटाफुटा भइरहेको छ। छाया सेन्टरमा 8 बजेको सो छ। यहाँ पनि छ 10% हारारीको अकुपेन्सी छ। जलमामा
जस अहिले दिउँसोसम्म यतिको ठिकै देखेको छ, हिजो ओपन भएको। अनि धरानको फ्रेन्ड सिनेमाजमा पनि यहाँ पनि 10% माथिकै देखिएको छ, 11:45 को छ। अझै भोलि एक दिन छ, आजको दिउँसभरि छ, पक्कै पनि राम्रो हुने सम्भावना छ, अझै बढ्ने सम्भावना छ। लोडसेमा 7:30 को सो छ, यहाँ पनि फाटाफुटा भइरहेको छ। आइएनआईकै सरी वान सिनेमाजको कालीमाटीमा यहाँ पनि फाटाफुटा भइरहेको छ। यहाँ हामी 7:45 को सो देख्न सक्छौँ, यो खाली छ। यहाँ पनि 7 बजेको सो छ सिनेफ्लिक्समा, यहाँ पनि फाटाफुटा छ। आइएनआईको यहाँ बुटवलमा यहाँ पनि फाटाफुटा भइरहेको छ। बिएसआर मुभिजमा 8 बजेको सो छ, यहाँ पनि फाटाफुटा देखिएको छ। अनि फ्रेन्ड सिनेमाज बुटवलमा पनि यहाँ फाटाफुटा छ। सिजी मलमा 7:30 को सो छ, यहाँ पनि देख्न सक्नुहुन्छ 10% हाराहारीको अकुपेन्सी देखिएको छ। वान स्टपमा 7:30 कै सो छ बिहानको, यहाँ पनि 10% माथिकै अकुपेन्सी भइसकेको छ। पाथिभरामा पनि एकछिन टाइम लाग्यो ओपन हुन, यसलाई छोड्दिउँ। डिम्याक्समा 12.5 को सो छ, यो दिउँसोको सो रहेछ, फर्स्ट सो नै 12.5 देखिरहेछ। बिएफएक्स दाङमा 8:40 को सो छ, यो चलेन। एपेक्स मलमा 10:30 को सो छ, यो खाली छ। सिडिसीमा पनि बिहान 8 बजेको सो छ, यो खाली छ। ठिकै छ, जस बुकिङ ठिकठाकै भइरहेको छ। 2-4 हलरमा निकै राम्रो देखिएको छ, बढ्दैछ। अब हेरौँ कतिको बढ्छ, हामी तपाईहरुलाई भरे या भोलि अवश्य पनि जानकारी त गराउने नै छौं। साथीहरु, जेरी अन टप फिल्मको हामीले एडभान्स बुकिङ चेक गरिसकेका छौं। यो फिल्मको एडभान्स बुकिङ केही हलरमा निकै राम्रो देखिएको छ, केही हलरमा बिस्तारै बढिरहेको छ। प्राय जसो हलरमा एडभान्स बुकिङ भने चाहिँ पक्कै पनि भइरहेकै छ। र यो फिल्मको एडभान्स बुकिङ अब आज र भोलि अझै एक दिन बाँकी रहेको कारणले गर्दाखेरि भोलि बेलुकासम्ममा निकै गजबले बढ्ने सम्भावना देखिरहेको छ। साथीहरु, जेरी अन टपको पहिलो दिनको बक्स अफिस कलेक्सनको प्रेडिक्सन गर्ने हो भने यो फिल्मले पहिलो दिन लगभग 50 देखि 1 करोड हाराहारीको बीचमा ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ। तर त्यसको निम्ति फिल्मको एडभान्स बुकिङ निकै गजबको हुनुपर्छ र साथै वर्ड अफ माउथ पनि निकै पोजिटिभ आउनुपर्छ। अब यो फिल्मको वर्ड अफ माउथ कस्तो आउँछ त्यो त हामी शुक्रबार नै थाहा पाइहाल्नेछौँ। अनि यो फिल्मको एडभान्स बुकिङ अब भोलि बेलुकासम्म कस्तो हुन्छ त्यो हेरेर मात्रै यो फिल्मले अफिसियली रूपमा कतिको कलेक्सन गर्न सक्छ त्यसको अनुमान लगाउन सकिनेछ। तर यो फिल्मको हाइप र साथै अनमोल केसीको स्टारडमको कारणले गर्दा नि पहिलो दिन बक्स अफिसमा राम्रो ओपनिङ हुने सम्भावना देखिरहेको छ। अब वर्ड अफ माउथ कस्तो आउँछ र साथै पहिलो दिन फिल्मले अफिसियल रूपमा कतिको कलेक्सन गर्छ त्यो त हामी शुक्रबार बेलुकासम्ममा थाहा पाइहाल्नेछौँ। साथीहरु, तपाईहरु भने अब आउने शुक्रबारबाट देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको चलचित्र जेरी अन टप हेर्न को जाँदै हुनुहुन्छ प्लिज आफ्नो कमेन्ट सेक्सनमा कमेन्ट गर्न भने नबिर्सिनु होला। हस्त साथीहरु, आजलाई यति नै। फेरि पनि यस्तै न्यूजहरु तपाईहरुको माझमा लिएर आउनेछौँ। तपाईहरु हाम्रो भिडियो मन पर्यो भने भिडियो लाइक गरिदिनु होला। नेपाली कलाकार चलचित्रको बारेमा साथै बक्स अफिस कलेक्सनको बारेमा पक्क खबर सुन्नको निम्ति हाम्रो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। हस्त, नमस्ते।